कहाँको अब तमिलनाडुको थलापति, कहाँको यहाँको पुँजीपति, सुनोपति, पुँजीपति। संसद आफैले बोलाएको सुइक्कै नबोली सुइक्कै हिँड्दै अब के हो सदनको गरिमा त राख्न पर्ने होला नि। चाहिँ अब विद्वान चाहिँ स्वकीयहरू नियुक्ति गरे लेखेर त लिएर जानु पर्दै होला नि, छैन। चुपचाप छाप भने चुपचापै संसद बहिष्कार गरेर राष्ट्रपतिज्यूले बोल्दा बोल्दै हिँड्दै। कम्तीमा थलापतिले आफूभन्दा सिनियर नेतालाई अब संस्कारसहितको नमस्कार गरेर होइन एउटा आफ्नो राजनीतिक चेतना, राजनीतिक संस्कारको प्रदर्शन गरे भने हाम्रो प्रधानमन्त्रीज्यूले मतलब प्रधानमन्त्री नै हो कि होइन, प्रधानमन्त्री बनेको सरकार बनेको के आवश्यक भयो। आम जनताले देशको कार्यकारीबाट सिक्ने होला नि। कम्तीमा सभामुखज्यूलाई सम्मान नगर्ने, राष्ट्रपतिज्यूलाई सम्मान नगर्ने होइन, हामीले चाहिँ प्रधानमन्त्रीज्यू भनेर किन सम्मान गरिदिनु पर्यो? हामीले के सिक्ने होइन? आम जनताले के सिक्ने? किन सम्मान गर्ने? को र त्यो प्रधानमन्त्री भन्दै भएन? अगाडि भेट्यो नि किन सम्मान गर्नु परेछ? सम्बोधन गर्दा नि किन सम्बोधन गर्नु परेछ? भाँडमै जाए बिचरा ती रवि लामिछाने देखेर टिस लाग्छ मलाई। यता मिलाउने कि उता मिलाउने कि एकतिर मिलायो अर्कोतिर फुत्किन्छ, अर्कोतिर मिलायो अर्कोतिर फुत्किन्छ। राजनीतिक संस्कार चाहिँ रवि लामिछानेमा छ है। संस्कार चाहिँ हुनुपर्छ, इतिहासलाई सम्मान गर्नुपर्छ, हिजो योगदान गरेका व्यक्तिहरूको सम्मान गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ भन्ने अलिकति राजनीतिक चेतना चाहिँ रवि लामिछानेमा छ। अब संसदै बहिष्कार गरेपछि उनी सत्तापक्ष हो कि प्रतिपक्ष हो कि अब के भनेर मान्ने होइन? आफै संसद बोलाउने, आफै बहिष्कार गर्ने। अब प्रतिपक्षले बरु टक्क हेरेर हाम्रो हर्क साम्पाङले हेरेर भने पनि आफ्ना कुराहरू टक्क राखेर चाहिँ आफ्नो गरिमा, आफ्नो पहिचान, आफ्नो शान, जनताको मताधिकारको चाहिँ सम्मान जनायो। त्यो हो नि, हुनु पर्यो नि। पुराना बुढा भए पढे लेखेका छैनन् भने पढे लेखेका देख्यो नि, पढे लेखेका त हेरे अब चित्त बुझ्यो होला नि, छर्लङ्ग भयो होला नि। जति भने गुन्टुङ 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 भाङ लागेर त बढी लागेको जनतालाई। ज्याप चुपचाप भने चुपचापै संसद छलेर हिँड्ने, संसद बहिष्कार गरेर हिँड्थे। प्रतिपक्ष कि सत्तापक्ष त संसद बहिष्कार गर्ने चेतना आउँदैन। अझै पनि पुरानो पायो कि नयाँ पायो के फरक छ? के पायो त्यो? लाज शरम छैन, लेखेको छ। पुरानो झोलेहरूले कति पचाएर कति सङ्घर्ष गरेर समस्या गुनासोहरू चाहिँ टाउकामा हालेर हिँडे। जति बौद्धिक भए नि, जति पढी लेखेका भए पनि, जति योगदान सङ्घर्ष गरेर क्रान्ति गरेर आएको भए पनि झोले भनेपछि सिद्धि। अपमानको नि सीमा हुन्छ नि। देख्यो होला नि तिमीहरूका प्रधानमन्त्रीका पारा, छानेले बनाएका सरकार प्रधानमन्त्रीको पारा चाहिँ यस्तो छ। अब फेरि अर्को हाम्रो अर्थमन्त्रीज्यू के नै निदाएको, कम्तीमा आँखामा भिस लगाएर गएको भए नि हुन्थ्यो, पानी सेप्या भए नि हुन्थ्यो। सुत्दिनै पर्छ, सुत्ने ठाउँ अन्त पाएन। अब पुराना सुते देश बनाएनन् भनेको नयाँले पनि सुतेर देखाइदियो। गुहानै सुतेछन्। अब के गर्यो? यो समग्र विषयवस्तु, गतिविधि र चालचलन छविले के प्रष्ट हुन्छ भने चुपचाप छाप चाहिँ असफल भएको छ। असक्षम तिनीबाट चाहिँ प्रतिनिधित्व गरेकाहरू चाहिँ असक्षम छन् भन्ने कुरा चाहिँ अब प्रष्ट भइसकेको अवस्था छ। योभन्दा लज्जास्पद सांसदहरूको चाहिँ प्रत्येक जग्गामा घर होइन, अब बोल्दै बोल्दैनन्, चुपचाप छन्। सबै क्यामेराको अगाडि स्ट्यान्ड गरेर आएका व्यक्तिहरू नै अहिले क्यामेरादेखि तर्सिने, भुताए जसरी भाग्ने। यो समग्र गतिविधिले चाहिँ के छ भने योभन्दा नमुना अरू चाहिन्छ जस्तो लाग्दैन। त्यसभन्दा ठुलो नजिर, योभन्दा ठुलो चुनौती, योभन्दा अर्को उदाहरण चाहिएला जस्तो लाग्दैन। त्यसैले चाहिँ हामी सबैले एकपल्ट सोच्न जरुरी छ। हस्त भिडियो हेरिदिनु भयो, लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद, नमस्ते।